साथीहरु आज पुस 29 गते हाम्रो झापामा विशेष दिनको रूपमा यसलाई मनाइन्छ। आज भक्का दिवस हाम्रो बारदशी गाउँपालिकामा मनाउँदै आइएको भक्का दिवस मनाउन जाँदैछु। ल सँगै जाउँ। आजको यात्राको साथी चाहिँ मेरो यो साइकल छ, मेरो व्हीलिङ फर बेटर फिलिङको साथी। यसमा म जाँदैछु। लेट्स गो। आजको मौसम एकदमै चिसो हुस्से लागेको छ अनि भक्का खान पनि उपयुक्त मौसम यस्तै हुन्छ। चिसो मौसममा भक्का खानुको मजा अर्कै हुन्छ र आज भक्का दिवसको दिन मौसमले पनि यसरी साथ दिएको छ। म कार्यक्रम स्थल पुग्न आइसकेको छु साथीहरू। भक्का दिवस मनाउने कार्यक्रमको स्पटमा म आइसकेको छु। यहाँ भक्का बनाउने तयारी, सुरुवातको तयारी हुँदैछ। पिठोहरू मुस्ने काम हुँदैछ। म हजुरहरूलाई विस्तृत रूपमा यो देखाउनेछु। यो चाहिँ राजवंशी भवन हो। यो बारदशी गाउँपालिकामा पर्छ। राजवंशी समुदायको संस्कृति जगेर्ना गर्ने र विशेष गरी यो चाहिँ उहाँहरूको पहिचान स्थापित गर्ने उद्देश्यले यो भवन यहाँ निर्माण गरिएको छ। भक्का बनाउन चाहिँ यहाँ तयारी हुँदैछ साथीहरू। यो भक्काको लागि तयारी हो। पिठो छान्ने हो यहाँ। ए यहाँ पिठोको बोराहरू छ। यता दिदीहरू पिठो मार्दै हुन्छ। भक्का बनाउने प्रोसेस हजुरहरूलाई म देखाउन चाहन्छु। दिदीहरू एकदम पिठो मार्दै हुन्छ। यो चाहिँ नयाँ चामलको हुन्छ नि। नयाँ चामल पुरानो त मिठो हुँदैन, यो नयाँकै चाहिन्छ, पुरानोको हुँदैन। यहाँनिर माडिन्छ भक्का चाहिँ यसरी पानी हाल्दै मार्दै यो विस्तृत बनाउने प्रोसेस चलिरहेछ। पिठो माडिसकेपछि चाहिँ यसरी छान्ने काम गरिन्छ। यो भक्का बनाउन तयार भएको पिठो चाहिँ यो हो। यसरी नै सबै पिठो माडेर चालिन्छ। सबै यसरी चालिन्छ। यहाँ पिठो सबै माड्नु पर्नेछ। यो चाहिँ एकदमै धेरै छ होइन, धेरै बोरामा छ। हाम्रो भक्का चाल्ने भाइको नाम चाहिँ के हो? सुजित राजवंशी। सुजित राजवंशी। भक्का बनाउने भाँडाहरू यो ग्यासमा यसरी भक्का बनाउन यसरी रेडी गरिएको छ। गिलो गिलो नहुने गरी राख्ने हो नि। साथीहरू राजवंशी भवन देखाउन चाहन्छु है त म कस्तो छ। ल भित्र जाउँ। भवन एकदमै भव्य बनेको रहेछ। एकदमै उद्घाटनको लागि तम तयार। यो सुन्दर भवनलाई म एकछिन हजुरहरू समक्ष भिजिट गराउन चाहन्छु। यो ठुलो सभा हल एकदम सुन्दर गरी निर्माण गरिएको रहेछ। एकदमै खुसी लाग्यो, गर्व पनि लाग्यो। हाम्रो ठाउँमा यतिको सभा हल हुनु भनेको एकदमै गर्वको कुरा हो। यो भवनको उद्घाटन आज पालिका अध्यक्ष देवेन्द्र प्रसाद चमलागाईज्यूले गर्दै हुनुहुन्छ। यहाँ भक्काको पानी तताउन सुरु भइसकेको छ है। यो चाहिँ भक्का बनाउने विशेष भाँडो हो। भक्कालाई फैलाउनु पर्यो क्या देशभरि, होइन? राजवंशी समुदायको विशेष खाना होइन। यो चाहिँ सबैको खाना बनाउनु पर्यो नि त। दिदी एकदम मेहनत गर्दै हुनुहुन्छ आज। मिठो मिठो भक्का खुवाउने हुनुभयो दिदीहरूले। पिठो पनि धेरै बनिसकेको छ। यो चाहिँ अब लगभग यो बनाउनको लागि अब तयार हुन आँटेको हो। अब यसबाट चाहिँ भक्का बनाइन्छ। अब आज चाहिँ यो हेरेपछि धेरैजनालाई भक्का बनाउन आउँछ क्या। भक्का बनाउन कसरी भनेर थाहा नहुनेहरूलाई यसले विशेष यसको रेसिपी कसरी गर्ने भनेर बनाउने भनेर थाहा हुने भयो क्या आजदेखि है। यहाँ भक्का बनाउन थालिसक्नु भएको छ दिदीले। यसरी यहाँ पानी उम्लिसकेको छ। अब यसमा पनि भक्का राखेपछि छिटो पाक्ने रहेछ यो चाहिँ। अब धेरै बाफ पनि आयो, मजाले पाक्छ नि। मेरो नाम हिरा राजवंशी। म चाहिँ यो बारदशी गाउँपालिका यो हाम्रो राजवंशी समाज विकास समितिको उपाध्यक्ष।
हजुर यो आज हामीले चाहिँ 9औं राष्ट्रिय भाका दिवस यो राजवंशी समुदाय भवनमा आज मनाउन गइरहेको छौँ र साथसाथै आज यो हाम्रो भवनको पनि समुद्घाटन हुँदैछ र आज यो हाम्रो स्थानीय सरकार प्रमुख हाम्रो देवेन्द्र चमलाङज्यूबाट हामीले यो समुद्घाटन कार्यक्रम पनि आयोजना गरेका छौँ र साथसाथै भाका दिवस पनि मनाउन गइरहेका छौँ। भाका दिवसको सन्दर्भको बारेमा थोरै भनिदिनु न। यो हाम्रो विशेष गरी झापामा यो कोचहरूले मनाउने जुन हाम्रो राजवंशी समुदायले मनाउने भाका त्यो हाम्रो चाहिँ चामलको पिठोलाई चाहिँ पानीमा भिजाएर अनि फेरि त्यसलाई हामी चाहिँ उयो के अरे के भन्छौँ भन्दाखेरि झुरी भन्छौँ। फेरि त्यो झुरीलाई एउटा बटुकोमा हालेर अनि फेरि त्यो पानी उमालेको पानीमा अनि त्यो माथि हामी एउटा माटोको पर्सन भन्छौँ त्यो माटोको पर्सनमाथि चाहिँ बटुको खन्याएर अनि त्यो चाहिँ अर्ग्यानिक हुन्छ। त्यो भाका चाहिँ अर्ग्यानिक हो। त्यो चाहिँ अब विशेष गरी हामी जाडो समयमा चाहिँ यो मङ्सिर पुसमा 3 महिना चाहिँ हामी राजवंशीहरूले चाहिँ यो घरमा फेरि नास्ताको रूपमा पनि खाने गर्छौँ। घरमा चोक बजारमा यो चोक बजारमा होइन यो चाहिँ अहिले झापा मुरुङ सुनसरी 3टै जिल्लाभरि चाहिँ यो मनाउने साथसाथै अहिले यो व्यापक विश्वमा पनि मनाउनु थालिसकेका छन्। जस्तो अब कतारमा भयो दुवा कतारमा पनि मनाइन्छ। हो यो राजवंशी समुदाय जहाँ पुग्नु भएको छ त्यहाँ यो मनाउने गरिन्छ है। अब यो चाहिँ विश्वले पनि चिनिसके अहिले यो विश्वव्यापी हुँदैछ। तर यो भाका दिवस जस्ता कार्यक्रमले यसलाई प्रवर्धन गर्न धेरै सहयोग गरेको छ। हजुर 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 हामी स्थानीय सरकार लगायत प्रदेश सरकार सङ्घलाई पनि हामी धन्यवाद दिन्छौँ किनभने हामीलाई प्रत्येक वर्ष हामीलाई पालिकाले यो भक्का कार्यक्रमको लागि नै 50,000 पैसा दिनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। अब हजुरहरूले चाहिँ यो हाम्रो यो हेर्दै गर्नुहुने साथीहरूलाई अथवा दर्शक साथीहरूलाई के भन्नुहुन्छ अलिकति? अब सबैले चाहिँ मान्नुपर्छ र सबैले साथ सहयोग दिनुपर्छ भनेर भन्दै म शुभकामना दिन चाहन्छु। एकचोटि राजवंशी भाषामा भक्का दिवसको शुभकामना भनिदिनु न। सबैका नमस्कार बन्दगी। आज हमारी राजवंशी समुदाय घाघरा पुलत राजवंशी समुदाय समिति भाका दिवस होते इतना सबै आशी दिवन कहने सबके मुई हार्दिक शुभकामना दिवा चाहछु। साथसाथै हमार दिदी बहिनीले हातमा भाका बेनु आसी छे अमा भी मैंने अच्छा से भाका बनाओ हमार जहाँ आस्टे र भाका कार्यक्रम सबके अच्छा से बना खिलाई दिले पठुआ पाई हमारे मेजन सोदोला आस्पे सबके भाका हमा आर आलू चना नादिची सबै आसी दिवन इरो भाका कार्यक्रम सबै खाई दिवन जे हो अच्छा से इरो कार्यक्रम सहभागी भइदिवन कहने मैं हार्दिक अनुरोध गरेछु। सबैका शुभकामना दिन चाहन्छु। धन्यवाद। हाम्रो सरले मिलाउँदै हुनुहुन्छ। सरको नाम भनिदिनु न। सुशान्त अधिकारी। भक्का दिवस चाहिँ अहिले सबैले मनाउन थालेका छौँ होइन त? भक्का मजाले पाक्न थालिसक्यो। ल भक्का सर्भ हुन पनि थालिसकेको छ। हाम्रो सर यहाँ भक्का खाँदै हुनुहुन्छ। सरको परिचय दिनु न थोरै। मेरो खोरो राजवंशी सर। यहाँ चाहिँ भक्काको साथी बन्दैछ चना यसरी गार्निस चना सब्जी बन्दैछ भक्काको लागि है। हामी चाहिँ भक्का खाँदैछौँ। देब्रे हातले खानु पर्यो नि सर। देब्रे हातले भक्का मलाई चाहिँ खानु सर। खानु अब भइसक्यो उ त्यहाँनिर भइसक्यो त बुझेँ त। हजुर यो चाहिँ पैसाको हार हो। यसलाई चाहिँ हामी राजवंशी भाषामा टाका भन्छौँ। टाका भनेको पैसा। टाका भनेको पैसा हाम्रो चाँदीको जुन सिक्का हुन्छ नि चाँदीको सिक्काको टाका हो। यसलाई हामी टाका हार भन्छौँ। जब एउटा सिक्कालाई टाका भनिन्छ भने त्यसमा त्यसको सिङको जुन यो माला बनिन्छ त्यसलाई हार भनिन्छ। यसले चाहिँ टाका हार हो। यसलाई चाहिँ हामी चप्टा सोना भन्छौँ। चप्टा सोना हो चप्टा सोना। यो चाहिँ तपाईँको आफ्नै खालको पहिचान हो। यो चाहिँ आफ्नै पैसा हाम्रो चाहिँ पुर्खाहरूले लाउने हाम्रो यो गरगहना हो। अब यसरी हाम्रो पुर्खाहरू चाहिँ गम्छा पेरेर होइन अब हामी शादीमा जाँदा हामीलाई कसैले सम्मान गर्दाखेरि गम्छा ओढाएर हामी सम्मान गर्छौँ। त्यो चाहिँ हाम्रो राजवंशीको पहिचानको लागि यो गम्छा ओढाउने चाहिँ हाम्रो एकदम एकदम ठुलो पाहुनालाई चाहिँ हामी एकदम गम्छा ओढाएर सम्मान गर्छौँ। चन्द्रहारको बारेमा यो राजवंशीको कल्चर चन्द्रहार हो। हामीले राजवंशीले चाहिँ यस्तै खालको चन्द्रहार
लाउँछौँ यो चाहिँ हाम्रो विशेष राजवंशीको यो गम्छा पेटानी हाम्रो राजवंशी गम्छा हो अनि पहिलाको राजवंशी साडी पेटानी भन्छ यसलाई साडी हो हजुर लाउनु भएको चाहिँ पेटानी हो नि ए ए हजुर अनि राजवंशी गम्छा हामीले चाहिँ यो आफै बनाएको हो ए आफै बनाएर लाउँछ आफै तालिम पनि धेरैजना है यो वेशभूषामा यसरी धेरै सजिएर आउनुभएको छ यो नानीहरू धेरै हुनुहुन्छ दिवसको शुभकामना छ र सांस्कृतिक शुभकामना हाम्रो पूर्व के अरे उपाध्यक्ष हुनुहुन्छ गाउँपालिकाको यहाँ एकदम हक्का दिवस मनाउन सबै तयार छौँ सांस्कृतिक पहिचान सहितको वेशभूषामा गौरी शङ्कर माविको टिम छ यहाँ ल हेलो ह्याप्पी भक्का दिवस शुभकामना छ यो राजवंशी भवनको उद्घाटन भइसकेको छ बन्दगी भक्का खानुभयो कस्तो छ भक्का राम्रो खाइसक्नु भएको भक्का खान रेडी हो भाइहरू रेडी हो ल भक्का कस्तो छ भाइ राम्रो छ भाइ मिठो लाग्यो भक्का दिनु ल यहाँ बुवालाई ल सर उहाँलाई दिनु एउटा उहाँलाई भक्का कस्तो छ नानी राम्रो छ कस्तो छ भक्का राम्रो छ मिठो छ भक्का वन उपभोक्ता समिति नेपाल रेड क्रस बजार व्यवस्था चलिसले रायगञ्ज उत्तर दिनाजपुर रायगञ्ज मेहन्दी ग्राम कवाठाङमा एउटा फेस्टिभल चलिसले साथीहरू भक्का दिवसको कार्यक्रममा भक्का पनि खाइसक्यो अब भक्का दिवस स्पेशल भ्लगलाई म यहीँ अन्त्य गर्न चाहन्छु मलाई सब्स्क्राइब गर्न फलो गर्न नभुल्नु होला थ्यांक यू भेरी मच